नमस्ते साथीहरू, म आनन्द भुषाल। आज म OnePlus तर्फबाट नयाँ फोन OnePlus Nordलाई अनबक्सिङ गर्न गइरहेको छु। मेरो हातमा छ OnePlus Nord र हेरौँ भित्र के छ कस्तो छ। OnePlus खोल्दा बित्तिकै हामीले यहाँ दिस वे नर्ड भनेर लेखेको OnePlus को कभर सहितको OnePlus देख्न सक्छौँ। यसलाई छेउमा राखेर म अरू हेर्न गइरहेको छु। OnePlus को तर्फबाट एउटा ट्रान्सप्यारेन्ट कभर रहेको छ। यो कभरमा डिजाइन बाई OnePlus भनेर लेखिएको छ र निकै आकर्षक पनि देखिएको छ। त्यसैगरी अरू कुरा हेर्दाखेरि यहाँ OnePlus तर्फबाट वेलकम लेटर रहेको छ। त्यसैगरी यहाँ भित्रपट्टि सिम ट्रे खोल्ने पिन, OnePlus तर्फबाट स्टिकर, क्विक स्टार्ट गाइड, सेफ्टी इन्फर्मेसन र रेड केबल प्लगको यो कार्ड रहेको छ। त्यसैगरी OnePlus तर्फबाट यो रेड टाइप सी केबल रहेको छ भने 30 वाटको यो क्विक चार्जिङ रहेको छ। अब हेरौँ मोबाइलमा के छ अरू। सरसर्ती हेर्दाखेरि निकै आकर्षक देखिएको छ यो OnePlus। यस OnePlusमा 12 GB ऱ्याम र 256 GB को इन्टरनल मेमोरी रहेको छ। त्यसैगरी 48 मेगापिक्सल्सको OIS क्यामेरा, 5 मेगापिक्सल्सको अर्को क्यामेरा, 8 मेगापिक्सल्सको अर्को क्यामेरा र 2 मेगापिक्सल्सको गरी 4 वटा ब्याक साइड क्यामेरा रहेको छ। त्यसैगरी 32 र 8 मेगापिक्सल्सको ड्युअल क्यामेरा अगाडि रहेको छ। यसमा 6.44 इन्चको एमोलेड स्क्रिन रहेको छ, जुन 90 हर्ट्ज फ्लुइड एमोलेड स्क्रिन हो र यो निकै नै आकर्षक देखिन्छ। देखिँदाखेरि फोनको मुनिपट्टि हेर्दाखेरि यहाँपट्टि स्पिकर रहेको छ। त्यसैगरी टाइप सी केबल रहेको छ र हेडफोन पनि यसैमा जोड्न सकिन्छ। यसको लागि 3.5 mm को ज्याक लाग्ने इयरफोनको ज्याक दिएको छैन भने त्यसैगरी यहाँ सिम ट्रे रहेको छ जसमा डबल सिम हाल्न सकिन्छ। त्यसैगरी फोनको दायाँपट्टि माथिल्लो भागमा अलर्ट स्लाइडर रहेको छ भने त्यसको तलपट्टि पावर बटन रहेको छ। त्यसैगरी बायाँपट्टि भागमा भोल्युमको बटन रहेको छ। यस मोबाइलमा अक्सिजन ओएस 10.5.5 दिएको छ भने यसमा कोर्निङ गोर्जिल्ला ग्लास 5 को प्रोटेक्सन रहेको छ। त्यसैगरी यो मोबाइल 3 वटा भेरिएन्टमा उपलब्ध छ, 664, 8 128 र 12 256 GB को भेरिएन्टमा। यसको मार्बल ब्लू कलर निकै नै आकर्षक देखिन्छ। त्यसैगरी यो मोबाइल चलाउनको लागि निकै नै कम्फर्टेबल पनि छ। अरू मोबाइलहरूको चौडाइ धेरै हुन्छ भने यो मोबाइलको चौडाइ अलिकति कम छ, लम्बाइ धेरै छ। त्यो हुनाले यो चलाउनको लागि पनि निकै नै सजिलो र निकै नै एट्र्याक्टिभ देखिन्छ। त्यसैगरी यो मोबाइल गेम खेल्नको लागि, गेमरहरूको लागि स्पेसली भन्दा गर्दाखेरि PUBG खेल्ने, फ्री फायर खेल्नेहरूको लागि यसको यो डिस्प्लेले गर्दाखेरि निकै नै आकर्षक देखिन्छ। यस मोबाइलमा 4115 mAh को ब्याट्री रहेको छ। ल त साथीहरू, आजको लागि OnePlus Nord को अनबक्सिङ यही समाप्त हुन्छ। हस्त, धन्यवाद।